ल फेरि ओइ पर्खी त कति मार यहाँ हो हेर्नु इ पट्टु बोकाएर हामीलाई झोला बोकाएर चेफा उगाउँछको दिपेशले विज्ञान र अहिले चेफा उगाउँदैछ त्यही हो सो गाई छैन अब के गर्नु त अब कति मारेछ हेरिदिउँ है गाईहरू चेफा उगाउँदैछ है टुटुक्कै भिडियो गरेको होइन उगाउँदैछ चेफा आयो चेफा चेफा कसरी उगाउँदो रहेछ त्यहाँ गएर हेर्नु है त खोला छेउमा बसेर चाहिँ एउटै फाइदा छ के माछा चेफा खानु पाइरहन्छ बलियो हुन्छ इनर्जी आउँछ निकाल्न यहाँ हेर्दै ए ढुङ्गै ढुङ्गा देखायो अलिक चेफा निकाल्न चेफा माछा निकाल्न माछा चेफा चाहिँ मारियो म ढिँडोसँग टक्क लाएर भरे खाइन्छ चेफा सबै जिउँदैछ